व्यसन राज जसले आफ्नो व्यसनको कब्जामा मानिसलाई पारिरहेको विजय छिर्नलाई महु पसलराज छैन कुनै लोकलाज आज कुनै पनि व्यक्ति छैन जसले मलाई चिनेको छैन सबैको मन मैले कन्ट्रोल गरेर राखेको छु मानवीको डर मूर्ख मानवहरू मलाई सेवन गरेर मृत्युलाई निम्त्याउँछन् मैले नै सुन्दर संसारलाई संसार बनाइदिएको छु सम्पूर्ण कथाहरूमा मेरै कारणले बिरामी भरिएको छ मैले मानवलाई दानव बनाइदिएको छु चारैतिर मेरै चर्चा परिचर्चा छ अरे अबोध बालिका तिमीलाई के थाहा मानिसहरू मलाई प्राण भन्दा पनि ज्यादा प्रेम गर्छन् मलाई नपाउँदा सबैलाई छटपटी हुन्छ पान तम्बाकु रक्सी चुरोट ड्रग्स यी सबै मेरै साथीहरू हुन् साथीहरू हो बताइदेऊ हाम्रो राज्य कसरी चल्दैछ रक्सी कसैले अलगोल भन्छ है कसैले शराब गराइदिन्छु म लिभर खराब पहिला मनुष्यले मलाई पिउँछ त्यसपछि म मनुष्यलाई पिउँछु रम विस्की वाइन ब्रान्डी बियर मेरो धेरैवटा नाम छ ठुला व्यक्तिहरू पनि मेरै कारणले बदनाम छ जसले खान्छ वाइन त्यसको पुग्यो टाइम जसले मेरो नसामा गाडी चलाउँछ म उसको चिता चलाउँछु कत्रो फुट्ने म दारूको आरमा बेला पुलिसको नथी धारमा साथीभाइको लफडा श्रीमतीको झगडा जानेर पनि छोड्न नसकिने मेरो नसा छ बोटेरमा पास गर्छु फर्स्ट गराउने पास गर्छु जुनसुकै फङ्सन जुनसुकै पार्टी मेरै चल्छ नाम अनि म त्यसको गर्छु राम नाम अड्डा अदालत मुद्दा यो सब हो म रक्सीको खेल सुर्तीको फुर्ती गाजाको मजा टाउकोमा चक्कर बाटोमा ठक्कर महु तम्बाकु जताततै पाइने एकछिनमा खाना भ्याइने सस्तोमा सस्तो को छ मजस्तो बच्चा युवा वृद्ध सबैमा म प्रसिद्ध मान्छेको गला गलाउने मुखमा दुर्गन्ध फैलाउने पैसाको खोलो बगाउने मेरो विशेषता हो सुर्तीको भोगी सबै रोगी निको नहुने निकोटिनको जहर
बुद्धिजीवीहरूको पनि बुद्धि बुझ्ने मेरो रहर माहु पान लिन्छु सबैको जान फेरि पनि खोज्छन् दोकान दोकान प्यास लागे पानी खानै पर्दैन पान खाए त मुखमा पानी नै पानी हुन्छ नि यार खाने बेलामा हरियो थुक्ने बेलामा रातो यस्तो कुनै पनि देशको कुना छैन जहाँ मेरो पिचकारीको रङ लागेको छैन बस स्ट्यान्ड सडकमा अफिसमा बाटोघाटोमा अस्पतालमा पान नठुक्रोको ठाउँ कहाँ छ र पान बिना त मान्छेको भोजन नै अधुरो हुन्छ रे यार अन्त के मानिसको मोची जस्तो चम्किने दाँत पनि मैले रबर जस्तो रातो बनाएको छु नि दाँत सडाएर बिजा दुख्ने पनि मेरो शक्तिको काम हो नि यार चुरोट हो के गर्छस् त जसले चुरोट बाल्यो उसले जीवन खेर फाल्यो आज एक खिल्ली चल्छ भोलि एक खिल्ली चल्छ एक दिन शरीर खिल्ली झै जल्छ धुम्रपानको नशाले राहुको दशाले जीवनलाई भारी हुन्छ अस्पताललाई रोजगारी हुन्छ जब उड्छ सिगरेटको वायु तब घट्छ मनुष्यको आयु बिडी चुरोट पालेर टिभी क्यान्सर पालेर फोक्सोमा धुवा भर्छन् अकालको मृत्यु मर्छन् त्यसैले त भनिन्छ यु ब्रेथ यु रेस्पायर यु स्मोक यु एक्सपायर Yeah.